मध्यराति 12 बजे सत्यवती पूजा गर्नलाई जाने हाम्रो माईजनालाई निस्किन थालेको एकदम भाइरल बहिनी हो नि। ल भाइ सत्यवती माई दर्शन गर्नलाई टक्क उफ्रादेखि हिँड्दैछौँ हामी। खेतीबारी धान खेती। ओहो कता हो कता हो सत्यवती ल खाने कहीँ पानी राखिदिने र कहीँ के सत्यवती माईजनालाई रेडी है गाडीमा चढ्दै हुनु। ल है हाम्रो यात्रा सुरु भयो। पोखरा छोरेपाटनदेखि हामी अब हिँड्यौँ है साथी हो। हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्ते। हाम्रो सानो मिनी ब्लगमा स्वागत छ हजुरहरू सम्पूर्णलाई। आज हामी कहाँ जाँदैछौँ हेर्दै गर्नुहोला। फर्स्टदेखि लास्टसम्म हेरेर कमेन्ट, लाइक अनि सब्सक्राइब गर्न नभुल्नुहोला। सत्यवती माईकी जय। ग्रुपलाई पनि छोड्नु भएन है। यहाँ हुनुहुन्छ म्याडम। हेलो गाइज, पुरा भिडियो हेर्नु। हामी पोखरा छोरेपाटनदेखि कति सुख दुःखले यात्रा गर्दै जाँदैछौँ। पुरा भिडियो हेर्नु होला। सबैको अब भिडियो पनि बनाउनु सरर हेर्नु सुनसान बाटो। अब हामी पुग्यौँ। हामीलाई के भयो भन्दा हामी चाहिँ अब पिसाब गर्नु पर्यो भनेर है बाथरुमको लागि उत्रेको। अब हामी कहाँ आइपुग्यौँ हेर्नु रानी रह। अब यहाँ हामी फ्रेस भएर हाम्रो गाइजहरू त नभनौँ, हाम्रो मेहमानहरू भान्जी कोही के आफन्त हाम्रो फ्यामिलीहरू गइरहेछौँ है। यहाँ चाहिँ अब हाम्रो बाथरुम भयो। अब चाहिँ हामी हिँड्नुपर्छ। ओके, अब हामी बिस्तारै यहाँदेखि सरर जान्छौँ। यहाँ हामी अहिले कहाँ छौँ? स्याङ्जामा छौँ है। खास ताते बेला पानी हाल्ने होइन भने होइन र। अहिले हामी सत्यवती हिँड्दै गर्दा यहाँ बाटोमा आइपुग्यो है। यहाँ चेकिङ रहेछ। चेकिङमा परियो। चेकिङ गरिरहेछ है। कस्तो भइरहेछ है पाल्पाको बाटो घुम्ती। अब हामी यहाँ सत्यवतीमा यहाँको चेकिङमा पर्यो। अनि एकजना मान्छे धेरै भनेर पुलिस चौकीमा हाम्रो 500 रुपियाँको बिल काट्यो। गाडी त्यहाँ खडा छ। अब यहाँ उ गर्नु छ। मान्छेहरू आइ उही गर्दैछ नि। ट्रक बनाएर बोमिट आएर। अब खानापिना त गर्नु भएन, हल्का फ्रुट खाँदै है साथी हो। अब हामी यहाँबाट हल्ला कति गरेको? 4-5 घन्टाको यात्रासँगै हामी अब स्याङ्जा कटेर कहाँ आइपुग्यौँ तपाईँहरूलाई पनि थाहा होला। जङ्गल तपाईँहरूले चिन्नुहुन्छ होला यो ठाउँलाई है। सुनसान बाटो सरर हिँड्दैछौँ अब हामी। अब केही छिनमा हामी चाहिँ पुग्नेछौँ। यात्रा गर्दै रात पर्न थाल्यो है। अब हामी साँझ पर्यो। पछाडि हुनुहुन्छ कुखुरालाई नुन खाए जस्तो यो पाल्पा बाटो हिँड्दा मान्छे झोक्राउ रहेछ। मिठाउ लाग्नु भइरहेछ है। कहाँ देख्न पाइन्छ यहाँ बगेर राति हिँडेको यहाँ हो क्या अपडेट थियो। हामी आउँदा नि अपडेट थियो कि। कतिमा हिँडेर राति 10 बजे पुग्ने। यिनीहरू ठ्याक्क 10 बजे पुग्ने गरेर जाने भयो। अनि त्यहाँ 12 बजे बस्छ। सत्यवती आइयो। हामी पनि सत्यवतीको भिड हेर्नु। भिड है भिड, सत्यवतीको भिड। यहाँ त बिमारी छ। बेलदमार पुल अरे अहिले बाटो बनाएर चाहिँ सत्यवती आउनेको बाटो हो। यस्तरी नकुदामी अहिले स्कुटरमा आएको थियो। यिनीहरू आए स्कुटरमा आएको थियो। यिनीहरू पनि हिँडेर एकछिन ल
यसो हरे नाम्दै हिँड्नु पर्यो चिप्लो चिप्लो होला बाटो धेरै आउनु लाग्छ नि अब टिकटक हेर्नु एकदम राम्रो के अप्ठ्यारो खोलोको पुल कटियो भन्नु दिउँसो आएको त फर्केँ नि बाटो त्यो त्यति अप्ठ्यारो चाहिँ होइन माथि कति अप्ठ्यारो छ दादा दिदीहरू बाटो चाहिँ यस्तो यस्तो छ है अलिक त अप्ठ्यारै छ बाटो लिएर हिँड्ने जामझुम ओहो बाइक लिएर बाटोभरि पुरा बाइक लिएर है पठाउँदिनँ हो म त कसैलाई नि सत्यवती आउँदा त आफै भिडियो बनाउने भन्नुहुन्छ त नि ओहो भिड त कतै कतै कति छ कतै कस्तो छ घत्राङ 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 हिँड्नु परेको छ बाटो एकदम बिजी प्याक छ मान्छे थुप्रो छ अब भिडभाड हेर्नलाई तपाईँहरू कन्टिन्यू लागिराख्नु होला है मन्दिरको घुम्ती आयो कुनै पर्ने मन्दिर रहेछ कि यहाँ आज मलाई धेरै आउँछ घरि आउँछ मलाई आज धेरै बजेले बनाइन्छ हो हजुरलाई चाहिँ पत्ता हो है झ्यालझ्याल खोलेर बगानु है गर्नु बगाउने अब यहाँ तर माथि गयो त फेरि चिसो हुन्छ नि राखिदिरहेको छु हेर्नु होला हामी चाहिँ बिस्तारै आफ्नै तालमा झप्प हिँडिरहेछौँ है माथि अब धेरै छैन भन्ने सुनिरहेछ भिडियो त बनाइदिनु पर्यो नि फेरि सत्यवती गएको मेरो भिडियो किन आएन भन्नु होला आज आउनु भएको सबैजनाको भिडियो आइरहेको हुन्छ कसैको अगाडिदेखि आएको छ कसैको पछाडिदेखि आइरहेको छ सबैको होस् गाडीमा गर्दै गरिरहेछौँ उकालो जाने हो भन्दा हामी प्याक छौँ होइन आउँदै गर्नु ए ठाउँ छैन हजुर हुन्थ्यो भन्नुहुन्छ अब ठाउँ छैन होइन अब छतमा हाल्न पनि दिएन यस्तो तपाईँ हिँड्नुहुन्छ कि आयो है सत्यवती आयो सत्यवती आयो मान्छे घर भयो जस्तो लाग्यो कि अनि त्यस पछाडि आउँछ कि आइसक्यो घर पनि एरिया मान्छेलाई पनि दुई चारवटा घर भयो मान्छे धेरै फरक पऱ्यो सत्यवतीको सत्यता भनेको हेर्नु सत्यवतीको सत्यता आशा हरे नाइनु
त्यता रथ त्यसै मान्छे हामी त यो मान्छेको चाप हो मध्यरात है मध्यरात जता हेरे नि मान्छे 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 हो अस्तिको पानीको बिगाडी छ पानी निकालेर नै हालेको थियो होला नि होइन जाम जाम गाडीतिर मान्छे जान हल्का हरेन हेर्नु सत्यवती आएकोले सबैले हेर्नु मान्छे साइडमा झुन्डिदिएछन् या छैनन् है कहाँ झुन्डिन्छ मान्छे हामी कता बाट जाँदै हुनुहुन्छ मान्छेहरू है भिडभाड चौपट्टै रमाइलो भिड सत्यवती माईमा आउन लाउनु भयो मन्दिरमा अब हामी अनलाइन सत्यवती माकोमा हो बाटो जोडम है बाटो जोडम बाटो जोडम है बाटो जोडम बाटो जोडम है बाटो जोडम बडा फोन लिएर फोन छोडाउँदा हिँड्नु भएको छ हामी नि फोन छोडायौँ गाडीभित्र भन्छ बाटो पनि छोड्नु 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 हजुर छोड्नु बाटो छोड्नु ल हो के चिप्लिनु भयो टट्टी हान्दियो तिमीले होइन खुट्टी हेरे के फर्केर खुट्टा हेरे भने चाहिँ केही न केही गडबड छ नि बाटा लिएर हिँडे यता हिँडे हाम्रो ग्रुप चाहिँ रमाइलो गर्दै गर्दै अब हामी सत्यवती माईकोमा आउन लागिसक्यौँ होइन यो के हो यो फेसन नेपालमा चलेको अब सबै हेर्न सक्नुहुन्छ तपाईँहरूले नयाँ हो यहाँ हो अब उकालो आउँछ एकचोटि ऊ माथि डिलमा थियो सत्यवती माईको सर्टकट बाटो हिँडिराख्नु भएको ल आउनुभयो बजेकोमा बाजे दुइटै हुनुहुन्छ है ए फोर्थ रहेछ नि त अहिले भाइ रहेछ यसले हाल्छ ल गइरहेछ है टिभीमा यसले अघि त्यहाँ रोक्न भनेको नि त्यही हो के हेर्नु चिप्लो हिलो झड्का त दिनै पऱ्यो तिमीले त झड्का दिनै पऱ्यो ए बाइकको बिचमा बाइक हेर्नु न चिप्लेर लल्लरी ओहो यहाँ त बाइकको त हालत त बाटो त हेर्नु त आम्मा भन्ने मान्छेलाई भनेर आइयो हामी अब लास्ट घर हो होइन सत्यवती नानीको यहाँदेखि सत्यवती माई जाने म हेर्नु गाडी ठेलेको हेर्नु उहाँ गाडी ठेलेको अब मजाले हो चढे ए के गर्दैछ हेर त ल यो गाडी चाहिँ उचालेर ल्याएर चाहिँ है हामी ट्याक्क यहाँ गाडीमा छौँ हामी नि ट्याक्क सत्यवती आइपुग्न लागिसक्यो अब के भन्नु छ भने भन्नु सत्यवती माईमा आएर भैया
आमा सत्यवती जानेको र्याली यहाँ चिप्लो छ क्या अगाडि चिप्लो भएर टुबी गाडीहरू गएन त्यही भएर हो चिप्लो छ क्या चिप्लो त्यही भएर गएको छैन ऊ बिस्तारै बिस्तारै जाँदैछ ल यो गाडी blend with the gentle sound of the waves crashing against the shore. Serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. अब हामी लास्ट स्टेज सत्यवती माईको आँगनमा आइपुग्नलाई सक्यौँ भिड एकदमै जति अगाडि गयो त्यति भिड बढ्दो छ सबैले लिएर आउनु भएको छ आफ्नो आफ्नो भक्कल लिएर आउनु भएको छ राति 12 बजे यहाँ सत्यवती माई जाग्नुहुन्छ त्यस पछाडि मागेर लिनुपर्छ है हल्का हरेन हान्नु पर्यो 2 किलोमिटर हिँड्नु भएको छ बाटो चिप्लो चिप्लो छ गाडीहरू पार्किङ यहीँ भइरहेछ अगाडि जति अगाडि हेऱ्यो त्यति भिड बढिरहेछ माथि धेरै गयो भने भिड हुन्छ भनेर हो कि यिनीहरूले नि अहिले छिटो छिटो फर्किने बाँकी कि कसो अझै 1 लट त छ अगाडि माथि चढेर उकालो छ कि त्यहाँ पहिले चढ्ने त्यहीँ यसो पार्किङ भएको अझै छ 1 लट हरेन कति हो के ठाउँ त छ यहाँ त अहिले छिटो फर्किने पछि बाटो जाम हुन्छ भनेर राखेको होइन हामी अब लेटै हो फर्किने त्यही लटमा तर यो मान्छेहरू बाठा हुन् नि यता राखेको फाइदा के हुन्छ अहिले मान्छे फुटेर हिँड्दै आयो त्यहाँ भिड हुन्छ मान्छे हिँड्न पाउनु गाडी त अलि यति राख्नुपर्छ धेरै वर्ष राख्नु आउनु त आइन्छ नि मान्छे अहिले 12 बजे ठ्याक्कै सबै फर्किन्छन् बाटै पाउँदैन कि हिँड्ने एकैसाथ हुन्छ अगाडि आज त खुल्ला हुन्छ यति सजिलो कहाँ हुन्छ त्यति बेला त उधुम हुन्छ नि अब उधुमै हुन्छ सबै 12 फर्किन्छ नि भन्नु भाइ अनि हिँडेर गएकोहरु त आफ्नो तरिकाले फर्किहाल्छ नि पूजा गरेर गाडी होला नि आफ्नो हिसाबले फर्किन्छ क्या हो त नि अनि पर्खेर बसेर साइड होम बाटो मनो बस्दिम कहाँ धेरै छ नि त्यसले त त्यहाँ त अहिले भर्खर तुरुन्तै फर्किन्छ भनेको के 1 घन्टा लगाइदिन्छ त्यसले त मोटरसाइकल प्रवेश निषेध भनेको छ कि मोटरसाइकलले हामी बस्ने हो हजुर हामी यतै जाम हैन The earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune. Caught in the rhythm of stars and हामी गाडी अरू भन्दा नि हाम्रो यहाँ गुरुजीलाई एकछिन निद्रा पुर्याउनु पर्ने हुन्छ अरू त सुत्नुहुन्छ बाटा म त सुत्दिनँ सुत्न त म त कहिले नि राति यहाँ त लिगो बेच्ने कि के हो ए बाप रे बेच्ने लिगो बेच्ने हो सोधेको हो यहाँ त धेरै जाने माथि जान त कसले
पहिला हामी बाइकमा आएको यत्रो टाइम लाग्छ लान आउनु त आएको अब बाइकमा सरासर त्यतिबेला केही जान थिएन अलिक ओभानो थियो कि सरासर सुइकेर आएको हामी आधा घन्टा 40 मिनट जस्तोमा आइसकेका थियो कि यस्तो हुन्छ क्या मैले नि स्टिङ खेल्नै पाउनु के बुझ्नु मलाई 2 जना मात्र कम भरेका फेरि अर्कै हुन्छ किन फर्कियो गाडी पुलिसले लिएर झरेको त ए स्काउट गरेर लिएर हिँडेको छ कि अहिले छिटो फर्क्यो भनेर पुलिसले होइन त्यसलाई छिटो फर्क्यो किन फर्क्यो भनेर त्यसको पछि हिँडेछ क्या पुलिससँगै हुन त त्यो भिआइपी को होला त्यसले स्काउट गरिरहेको छ कि आइयो नि सत्यवतीमा आइयो नि सत्यवती बजेकोमा आइयो यो पार्किङ गर्ने गराउनु नि यो त यो पार्किङ गर्ने ठाउँ यो नि यो गाडी सबै यहाँ यति ठुलो पार्किङ अगाडि हालेपछि फाइदा हुन्छ यस्तो प्याक हालौँ यस्तो प्याक हालौँ तल ए तल मेटा हाल्ने हो त्यहाँ मान्छे झरम क्या झुलाकातिर मान्छेकातिर हुन्छ क्या कतार छ र तल जाने मेरो फर्का हेर्ला नि यो कतार जाने यता हो बाटो गाडी त हेर हान्छ के त्यो हामीले त गाडी त हेर हान पाएको स्पेशल हाम्रो गाडी आइसक्यो है सत्यवती माईकोमा हाम्रो गाडी आइसक्यो पोखरादेखि रिजर्भ हो अनि यहाँ चाहिँ हुनुहुन्छ हो के गरेको यहाँ आइपुग्यो हामी है सत्यवती माई आइपुग्यो अब सत्यवतीको भिड हेर्नुहोस् हजुर आमामा पछिदेखि आउने भिड हेर्नुहोस् यहाँ अब ओ मेरी यहाँ हो 50,000 मान्छे भन्न त मिलेन तर 5-7 हजार मान्छे हुनुहुन्छ है बाब्रे 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 कहाँ हराइने भनेर यहाँ सरकारी गाडीहरू टनाउन स्काउट गरेर राख्नु भएको रहेछ सेक्युरिटीको लागि है सबै के भयो गाडी कता राख्ने कुरो भयो तलै छिराउनु रे ए सरकारी मात्र रहेछ भने चाहिँ तलै लैजाउँ त नि ल के गर्ने झर्न पर्यो झोला होला झारम गाडी तल राखौँ होइन कि तलै गराउने हो सबैले भिडियो बनाउँदै हुनुहुन्छ यहाँ है सत्यवती माईकोमा आएर ल हेर्नुहोस् भिडियो बनाउँदै हुनुहुन्छ म चाहिँ पुरा भ्लगमा छु अहिले गाडीले तानेर यहाँ फोर्सले पुरा मान्छे लोड धेरै चाहियो भन्नुभएको छ है आयो 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 ल गाडीले ताने बडा मुस्किलले बाटो चिप्ले रहेछ खाली भएर चढेन क्या माथि माथि वेट भयो शान्ति हो आउनीको घुइँचो आउनीको छँदैछ होइन कतिको अनुहार देखाएर सक्छु मैले के बाब्रो हाम्रो कपी दाइहरूले सेक्युरिटी दिनुभएको छ बहुत राम्रो भिडभाड चलिरहेछ जता हेऱ्यो त्यतै भिड सत्यवती माईमा गाडी पार्किङको ठाउँ ओहो रमाइलो त ए पार्किङ गाडी वहाँदेखि छ गाडी पार्किङ हेर्नु जाति गाडी यहाँ कता हो छिराउनी कसले कसैले नि कसैले पनि रोकेन सबै त प्याक भएर आएन कहाँ रोक्छन् त नि म साइडमा छता बसिदिन्छु क्या कहाँ फुल्ने हो को आएको हौ को आएको हौ सुत्नु भएको छ हामी एक चक्कर घुम्दैछौँ है पहिलो चक्कर सुरु भइसक्यो हाम्रो
युट्युब च्यानल खोल्नु के युट्युब च्यानलै हो के ल छिटो अब टक्क एक चक्कर हुन लागिसक्यो है ओए बाबु अब सिमु आएको हो सेतो हुडी लाउनु चाहियो रे है बर मागिरहेछन् आफ्नो आफ्नो एक चक्कर घुमेको अपोजिट साइडमा आज केराको छ है टक्क हेर्नु यो ताल हो अब 12 बजे यहाँ कत्रो हुन्छ हामी 12 बजीसम्म बस्ने हो अहिले चाहिँ 10 बजिरहेछ यो हाम्रो ग्रुपहरू हुनुहुन्छ यहाँ मुस्कुराउँदै हिँड्नु भएको छ एकदमै ए रिसमा पनि मुस्कुराउनु भएको छ किन मन्दिरमा आएको भएर तर ल म पनि लाइभमै छु है अर्काले यो पनि भत्काउनु भएन है पल्टाउनु भएन ओहो सत्यवतीमा आएर लियो गाडी असिमले पनि हेल्प गर मम्मीलाई असिम हेल्प गर यता आऊ यता यहाँ हेल्प गर मम्मीलाई आऊ आऊ गरेन बुढी अर्को ठाउँ गर सत्यवतीमा के सत्यवतीमा के सबैको बर पुरा होस् मागेको कुरा है चाहिँ बर माग्ने रे 3 चोटि घुम्ने अनि लिगा गाड्ने त्यसरी आफ्नो लिगा कुरेर बस्ने नभए यताउति पूजापाठ गर्न जानुभयो भने पनि ठ्याक्क 12 बजे चाहिँ लिगालाई पूजा गरेर बर माग्ने जे मागे त्यही पुरा हुन्छ हेर्नु सबै आउनु भएको छ तपाईहरु पनि सत्यवतीको आशा अनि विश्वास गर्नुहुन्छ भने एकचोटि आउनु होला एकदमै दुर्गम भनौँ हैन बाटो चाहिँ बनिरहेछ त्यही पनि दुर्गम ठाउँमा टक्क सबैजना आइरहनु भएको छ यता नि कुरेर बस्नु भएको छ है सबै चारैतिर यहाँ मात्र होइन चारैतिर यस्तै भिड छ जतासुकै भिड नभएको काहीँ छैन भिड हेर्नुहोस् भिड कन्टिन्यू भिड छ सेल्फी फोटोहरू भिडियोहरू पनि बनाउनु भएको छ है कन्टिन्यू भिड छ ओहो ल फेरि यता पछिल्लो ग्रुप आइसक्यो त्यहाँदेखि है एकचोटि नै घुम्नुहुन्छ धेरै जस्तो यहाँ अनि आएर लिङ्गा गाड्नुहुन्छ अगाडि अगाडि पुरा भजन कीर्तन गर्नु भएको छ अनि यो अगाडिको भेगमा नि त्यस्तै छ है सरी जुन कम भएछ अनि यहाँ पनि त्यस्तै भिड छ लिङ्गा लिएर जाँदै हुनुहुन्छ है राति अँध्यारो छ रातको 12 बजी हो पूजा त्यसले गर्दा त्यति राम्रोसँग सबै देख्न सक्दैन मन्दिरको इलाका हेर्नुहुन्छ नि यहाँबाट जुम गरेर हेर्नु भने मन्दिरमा एकदमै धुवा धुवा भएको छ है अगरबत्ती जलाएर पूजा गरेर फेरि
आउनुभयो त अब भिड कन्टिन्यू छ। कहाँदेखि आउनु भएको छ होला है, कति कष्ट दुःख गरेर आउनु भयो होला। बाटो पनि त्यस्तै अप्ठ्यारो छ, टु व्हिलर गाडी कतै चढ्छ कतै चढ्दैन। बाइकमा पनि डबल सबर गरेर आउनु हुनेलाई बाइकमा पनि निकै नै गाह्रो कष्ट भयो। भिडियोमा पनि देख्नुभयो होला है कति कष्ट छ भनेर बाटो त। अनि यहाँ चाहिँ ट्याक्क भिड चलिरहेछ है। तपाईँहरूले आजको दिन मङ्गलबार राति 12 बजे यहाँ वर माग्न आउनुभएको हो भने सेयर गरिदिनु जो आउनु भएको छ यहाँ होइन। उहाँहरूले हेर्नुहुन्छ ताकि धेरै जस्तोको अनुहार देखाउने कोसिस गरिरहेछ यहाँदेखि। यो आफ्नो लिया यहाँ भनेर बताउँदै हुनुहुन्छ है। भिडभाड छ एकदमै। यता हेर्नुहुन्छ नि यता कुदिराख्नु भएको छ लाइन लगाएर। फेरि आउनुभयो यतादेखि लगातार है। बिचमा यसो ग्याप जस्तो छ, नभए लगातारै छ है। लगातार भिडभाड छ, बस्दै हुनुहुन्छ। उतादेखि फेरि आउँदै हुनुहुन्छ है। फोटो खिच्दै हुनुहुन्छ ग्रुपमा यहाँ। अनि हामी पनि आज आएर एकदमै दर्शन गरियो, लिङ्गा गाडियो। अब पूजापाठ गरेर वर माग्न बाँकी छ होइन। वर त अब सबैलाई थाहा हुन्छ आफूले के आवश्यकता छ, आफ्नो परिवारमा होस् वा आफ्नो वैदेशिक रोजगार होस् वा कुनै पनि आफ्नो जो एम छ त्यो पुरा तपाईँले मिहिनेत गर्दा पुरा हुन सके छैन, त्यो पुरा हुन्छ होइन। त्यसको लागि यति धेरै आउनु भएको छ। भिडभाड छ, सबै भिडियो बनाउँदै हुनुहुन्छ, रमाउँदै हुनुहुन्छ है। ल यहाँ त यति भिड छ होइन। दिउँसैदेखि यति एकदमै भिड थियो अरे। अनि अहिले राति पनि एकदमै भिड छ। अब रातको अहिले 11 बजेको आसपास हो। अब 1 घन्टा छ 12 बज्नलाई। भिड कति घटेको छैन, भिड अझै धेरै छ पछाडिदेखि आएको। अझ अगाडि रमाइलो छ एकदमै। अब म चाहिँ मेरो लिङ्गा यहाँ छ है। मेरो लिङ्गा चाहिँ यहाँ भएको कारणले गर्दा त्यहाँ छ मेरो लिङ्गा चाहिँ। त्यहाँ अगाडि छ लिङ्गा। अहिले त्यही भएर म यता चाहिँ यतै छु। अनि हाम्रो यतै बस्नु भएको छ हाम्रो हामीसँग आएको साथीहरूले। फेरि आउनुभयो अर्को ग्रुप पनि। फोटो पनि खिच्दै हुनुहुन्छ है उहाँहरूले। फेरि घुइँचो भिड आइसक्यो। मनमा कति कुरा सोच्दै कति रमाइलो पनि गर्दै हुनुहुन्छ होइन। अब रातिको तपाईँको एउटा मेला जस्तो पनि रमाइलो गर्नुभएको छ। कतिको मनमा दुःख पीडा छ होला धेरै, त्यो व्यक्त पोखेर अनि सत्यवती माईलाई ठुलो आवाजले माग्नलाई। छोरा बिहा गर्ने भन्ने कहाँ लिया गाड्ने भनेर हेर्दै हुनुहुन्छ। यता पनि एकदमै प्याक छ कि लिङ्गा गाड्ने ठाउँ पनि है। यति धेरै भिडभाड छ तर पनि खुल्ला ठाउँ भएको कारणले त्यति समस्या त छैन। गाडी पार्किङको पनि एकदमै राम्रो सुविधा व्यवस्था छ। यो भिड तपाईँको कुनै पनि हालतमा 12 बजेसम्म होइन, भोलि बिहानसम्मै बस्ने पनि भक्तहरू हुनुहुँदो रहेछ होइन।
गाडी त्यही हिसाबले अलग अलग ठाउँमा तल पुलिसहरूले चाहिँ कन्ट्रोल गरेर अहिले फर्किनलाई अलग ठाउँमा 12 बजे फर्किनलाई अलग ठाउँमा पार्किङ र रातभरि बस्नेलाई अलग ठाउँमा पार्किङको व्यवस्था गर्नुभएको छ। पार्किङ अब सत्यवती मन्दिरमा राति 12 बजेको भिडभाडको घुइँचो अनि चिच्याएर मागेको वर अनि त्यस पछाडि रमाइलो सबै भिडियो पुरा हेरिदिनु होला। भ्लग लामो भएको भएर मैले अर्को भिडियोमा हालेको छु। हस्, धन्यवाद, नमस्कार।